हेलो गाइज, वेलकम टु माई मिनी भ्लग। अनि म चाहिँ आज तपाईँहरूलाई करेसाबारी देखाउन जाँदैछु। आज चाहिँ म तपाईँहरूलाई मेरो करेसाबारीमा के छ भनेर देखाउँछु। सो हेर्नु होला। सबैभन्दा पहिला म तपाईँहरूलाई देखाउँछु। यस्तो राम्रो अकबरे खुर्सानी छ हामीसँग हाम्रो करेसाबारीमा। अकबरे यसरी फुल खेल्दैछ हैन। त्यसपछि अब देखाउँछु म तपाईँहरूलाई फर्सी। हेर्नुस्, यस्तो मजाको फर्सी छ हैन। फर्सी मुन्टा नि खान पाइयो, फर्सी नि खान पाइयो। क्या गजब। यता नि छ अर्को कैँडो, कहाँनिर थियो, कहाँ गयो? ए अझै होइन, क्या हो यहाँ नि एउटा भइदिए मान्थ्यो त छ, तर यहाँ मम्मीले टिप्नु त भएन ल। पक्कै दुईवटा भयो, मैले तीनवटा भइदिएन। दुईवटा मात्रै रहेछ कि अर्को बोटमा हो कि म देखाउँछु गाइस। अब हेर्नु होला काँक्रो। काँक्रो हेर्नुस्, यसलाई टिपेर खायो भने मैले गाली खान्छु होला। सो म यो चाहिँ खान्न, किनभने भित्र जति नै छ। सो म बारीको खाइन। करेला, यो पनि हाम्रो करेला नै छ। यो करेला छ। अब यहाँनिर भिन्डी छ। अब फल्छ त्यो बिस्तारै। बोडी छ यहाँ, यति धेरै बोडी छ हामीसँग भने। यहाँ छन् फर्सी मुन्टा। फेरि यहाँ फर्सीको कैँडा खान पाइयो, यहाँ मुन्टा खान पाइयो। यस्तो कलकलाउँदो हेर्नुहोस् त, कति गजबका मुन्टा छन्। वाउ, म घिरौँला नि छ साँच्ची। मैले त हजुरहरूलाई घिरौँला देखाउनै बिर्सेको। घिरौँला लाग्यो। अर्को नि छ है घिरौँला, मतलब त्यो बोटमा अर्को नि लाग्यो है। म देखाउँछु ल। घिरौँला लाग्यो यहीँ। ए घिरौँला यही हो हाम्रो तरकारी चाहिँ। अरू नि छ, म देखाउँछु अर्को भिडियोमा ल। आजलाई यति नै। बाई बाई साथीहरू। आजलाई चाहिँ यति नै। मैले करेसाबारी देखाएँ। न फुलमा पानी हाल्नु पर्ने रहेछ। म अब फुलमा पानी हाल्छु। बाई बाई गाइज। मैले अघि फर्सी 3टा भनेको थिएँ नि। सो यहाँनिर फर्सी छ, म देखाउँछु ल। हेर्नुहोस् त, यहाँ रहेछ। अघि मैले नदेखेको, यहाँ कुनै नै लगाइभएछ। यहाँ एउटा फर्सी अनि त्यहाँको 2टा फर्सी। सो 3टा भयो। र अर्को हाम्रो करेसाबारीको तरकारी म देखाउँछु ल। यो चाहिँ हाम्रो अर्को तरकारी हो नि, करेसाबारीका तरकारी डिस। देख्नुभयो? यो पनि एउटा एक प्रकारको तरकारी नै हुन्। खाने मान्छेलाई, नखाने मान्छेलाई चाहिँ होइन। फेरि गाइस देख्नुभयो नि तरकारीबारी, करेसाबारीहरू। सो मेरो मेहनत चाहिँ होइन, फेरि मेरो मम्मीको मेहनत हो। म आज घर आएको थिएँ अनि सो देखाइदिएको। यस्तै भिडियो हेर्नको लागि मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला। अनि त्यसपछि टिकटकमा हेर्दै हुनुहुन्छ भने चाहिँ फलो गर्न नबिर्सनु होला। र युट्युबमा गएर सब्सक्राइब गर्न पनि नबिर्सनु होला। प्लिज सपोर्ट मी गाइज। म चाहिँ यस्तै नयाँ भिडियोहरू लिएर आउनेछु। र मैले आज युट्युबमा भ्लग पनि हालेको छु। एकदमै रमाइलो भइराखेको छ भ्लगहरू बनाउन चाहिँ। सो मैले हालेको भिडियो पनि एकदमै, भ्लग पनि एकदमै इन्ट्रेस्टिङ छ। हेर्न चाहनुहुन्छ भने चाहिँ @मन्दिरा_पन्त8402 सर्च गरेर हेर्न सक्नुहुन्छ। थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई गाइज, लभ यु अल।